अस्ट्रेलिया आएको 7 दिनमा चाहिँ मैले मेरो फर्स्ट जब कसरी पाएँ? अस्ट्रेलिया आएको चाहिँ सेकेन्ड डेदेखि मैले जबहरू अप्लाई गर्न थालेँ पनि मसँग चाहिँ अस्ट्रेलियाको सिम कार्ड पनि थिएन र डार्विनको एड्रेस पनि थिएन। त्यही पनि मैले सिक र इन्डिडबाट चाहिँ दिदीको एड्रेस र दिदीकै फोन नम्बर हालेर चाहिँ जबहरू अप्लाई गरिरहेको थिएँ र त्यसरी नै जबहरू अप्लाई गर्दाखेरि मैले 80 to 90 वटा जबहरू 5 दिन जतिमा अप्लाई गरेँ र थर्ड डेदेखि त मलाई इन्टरभ्यूहरूको लागि मेलहरू आउन थाल्यो, मेसेजहरू आउन थाल्यो र त्यस्तो भर्चुअल इन्टरभ्यू नै भयो सबै मेरो। फिजिकल इन्टरभ्यू चाहिँ कुनै पनि भएको थिएन र त्यसरी नै थर्ड डेदेखि जुन इन्टरभ्यूको लागि मेलहरू आयो त्यो मेलहरू पनि हायर भ्यूबाट आएको थियो र त्यसमा चाहिँ एटलिस्ट 5 वटा क्वेसन हुन्छ र त्यसमा चाहिँ इच क्वेसनलाई चाहिँ 3-3 मिनटको भिडियो बनाएर चाहिँ अपलोड गर्नुपर्ने हुन्छ र प्लस त्यसमा चाहिँ गेमहरू खेल्नुपर्ने हुन्छ र एउटा सिनेरियो दिएको हुन्छ र त्यसमा चाहिँ कन्भर्सेसन गर्नुपर्ने हुन्छ। कुन चाहिँ च्याट चाहिँ त्यो सिनेरियोमा पर्फेक्ट फिट हुन्छ भनेर चाहिँ हामीले सेलेक्ट गर्नुपर्ने हुन्छ। हायर भ्यूबाट मैले 3 वटा जति इन्टरभ्यू दिएँ र मेरो फोर्थ इन्टरभ्यूको लागि चाहिँ हार्वी नोर्म्यानबाट फोन आयो। मलाई भन्दा नि मेरो दिदीलाई नै फोन आएको थियो। भर्खरै सिम लिएको थिएँ र दिदीले मेरो नम्बरमा कल ट्रान्सफर गरिदियो। त्यो भइसकेपछि हार्वी नोर्म्यानमा चाहिँ मलाई भोलिको दिनमा इन्टरभ्यूको लागि आउनु भनेर बोलायो। म त आउन सक्दिनँ, अहिले सिडनीमा छु, अझै मलाई 10 दिन जति लाग्छ डार्विन आउन भनेपछि चाहिँ भर्चुअल इन्टरभ्यू गरौँ भन्यो र भर्चुअल इन्टरभ्यू भयो। इन्टरभ्यू भइसकेपछि रिफरेन्स चेकको लागि रिफरेन्सहरू माग्यो। रिफरेन्स मागिसकेपछि चाहिँ 2 दिनभित्रमा नै मलाई कन्ट्र्याक्ट पठायो काम गर्नको लागि। र यसरी नै हजुरहरूले चाहिँ कसरी सिक पास भेरिफाई गर्ने, कसरी अस्ट्रेलियामा आउने बित्तिकै जब पाउने, जब पाउन के गर्नुपर्ने हुन्छ, सिक र इन्डिड बाहेक के कसरी जब पाउने, सिक पास कसरी भेरिफाई गर्ने, त्यो सबै इन्ट्रेस्टेड हुनुहुन्छ भने चाहिँ कमेन्टमा यस भनेर लेख्नु होला। म फेरि अर्को भिडियो बनाउने छु।